हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक एगेन फेरि हामी चाहिँ अर्को विकेन्डको रमाइलोमा चाहिँ हामी झुमिसकेका छौँ अनि आज चाहिँ हाम्रो आज हामी स्विमिङको लागि विदेश जाँदैछौँ अनि दक्षिण कोरियाको जङ्गलमा चाहिँ पुरै हाम्रो ढकाल सरले फेरि दिनुहुन्छ बेला बेलामा त्यो म्युजिकको ताल जस्तो होइन आज चाहिँ हामी स्विमिङको लागि झर्दैछौँ हेर्नु होला 3 दिनमा बुझेँ ल आज चाहिँ हामी फेरि यसरी जाँदैछौँ बाटो चाहिँ पुरै दामी खालको रहेछ यहाँनिर चाहिँ भलिबल ग्राउन्ड चाहिँ हुने रहेछ यहाँ फुटबल ग्राउन्ड चाहिँ हुँदैन राम्रो खालको छ पहिला खेती गरेकै रहेछ नि ठाउँ यो गरेकै ठाउँ के भाइ यो यस्तो हेर्दा 5 दिन चाहिँ काम बाँधेर काम गर्ने हो 2 दिन चाहिँ अब रमाइलो गर्ने हो नि त होइन अब यतिको रमाइलो गरिएन भने कोरियामा फेरि दिन कटाउन गाह्रो हुन्छ त्यही भएर अब डिप्रेसनमा जानुभन्दा हामी चाहिँ यसरी रमाइलोतिर चाहिँ जान्छौँ यो छ स्थिति पुरै कोरियन आजसी हुनुहुन्छ उहाँ चाहिँ तर नेपाली बोल्नुहुन्छ कि नेपालीमा बोल्नु न नेपाली पुरै ओखर घारी रहेछ प्रायः जस्तो यहाँ चाहिँ ल हामी चाहिँ हाम्रो डेस्टिनेसन आइपुगेका छौँ आजको एकदम रमाइलो ठाउँमा जय श्रीराम ल है गोर्खेहरू अब चाहिँ यहाँ पुरै आदर्श हामी खोला तर्दैछौँ अब केही छिनपछि चाहिँ हामी एकदम रमाइलो गर्छौँ अनि यस्तो गर्मीमा चिसो भएको त राम्रो त लामा भाइ के भएर झनै लड्यो त ल्याउ छ ल्याउ डुब्दैन यतिको हुन्छ त ल्याउ लागिसक्यो नि ल ए ल लुङ्गाहरू ए चिप्लो पो रहेछ त सकिन्छ नि त्यसरी त यहाँनिर झोलाहरू बिसाउने ड्रेसिङ चेन्जिङ रुम पनि हेर्दैछौँ यस यहाँ दामी रहेछ ल यहाँ म्याट राख्न मिल्छ यो घरे चाहिँ के गर्नु भन्दाखेरि यो ढुङ्गाहरू सबै हटाउँ यहाँ मिलाएर अनि अर्कोचोटि म्याट ओछ्याएर बस्ने कि ओके लामा मान्छेले अब फेरि धामीको काम गर्दैछ हो नि यस्तो प्लेस रहेको छ यहाँ ल ल अब तपाईँको पनि है त ल सत्यबान्दोङ ए ल छिटो ल फेरि यता हाम्रो उमेश सरको ल ल सत्यवानको पनि अब ए ल ल ल ल ल पुरै नै हो त
लु तपाईँ पनि ज्याकेटको गरिहाल्नु पर्यो सदुपयोग ल ल उमेश ब्रोको है त अब कति गहिरो यहाँ हो नि ल ल राम्रो छ ल एक्लै खेलेको ठिक छ होइन त ल ल ल ओ ल दङ भाइको ल ल ल लामा भाइ ल जाउँ त छ ल जुमै त छ ल ल हो बडा हाम्रो तामाङ भाइ त मेसी जत्रै बडा देखिरहेछ जुम गरेकोले गर्दा फोटो खिच्नु पर्यो आज अन्त भिडियो नै छ अब यो भिडियो अफ गरेर खिच्ने त होला नि यताबाट त अलिकति कालो जस्तो लाग्यो त यार हान्दिउ ल ल होइन क्लिक त हुन्छ ए नेचुरली जङ्गल है बडा राम्रो हो भिडियो त ओपनै छ के अरे ल ल ल ल ल तिमीलाई त बडा मेसी जस्तै देखिया छ नि यार हुँदैन नि म त हेर्नु यसरी क्या नआतिकन त्यही भएर मान्दै आउनु भएन आज त्यसो गर्दा त म त छिर पठाउँछु त भित्र त्योमा आत्तिएर भेट चलाउँछु के भएको त्यही भएर आत्तिनु पर्दैन यो हात खुट्टा छिटो चलाउनै पर्छ पर्दैन क्या त्यो पानीलाई दबाएर आफ्नो शरीरलाई गर्ने हो क्या दैराउने हो क्या ल है ल है ल है त्यो त तपाईँ जोड गऱ्यो भने अहिले भर्खरै सिक्ने कुरा हो यो त यो त भर्खरै सिकिन्छ क्या मैले पनि धेरै टाइम लगाएर सिकाएँ नि पहिला ओ दाजु सिकाइदिनु नि जान्छ
उनीहरू चाहिँ पानी धेरै मनपर्छ हो नि त्यो बुसानको हामी हेउन्देमा म चाहिँ अब यस्तै पौडी खेल्न नआउने मान्छे हेउन्देमा त म नि गर्थेँ तर पानी कालो भएर आइयो कि कालो 3 पटकसम्म 3 साल गर्मी बिदामा 3 पटकसम्म गइयो अनि नपर्ने अलि सेट सिधा पारेर हल्लाउने हो त्यसरी हो भयो त भयो त हो त्यति त लाग्यो नि त हो यो त एकैचोटि सिकिन्छ क्या त्यो गहिरोमा जानु त बचाउने मान्छे धेरै छ क्या डराउनु पर्दैन म त झ्यामी गहिरोमा हाल्छु त पहिला बिस्तारी चलाउने हो छप्लाङ हो छप्लाङ गरे आइसक्यो चाँडै सिकिन्छ कि यो रोड गऱ्यो भने यो होइन एकैचोटि सिक्ने कुरा हो मेरो दुई भाइले पनि खेल्छन् खेल्न त पौडी राम्रो तर म चाहिँ डर लाग्छ ल 75 सक्यो अब एक ठाउँ खुट्टा ठोकाइन हौ उमेश अहिले ल अब यहाँबाट त यहाँ आइपुगिहाल्छ लोड गर्दैन छ लाने अनि एक्सर्साइज त खतरा हुन्छ गल्यो है गल ल ल त बस दाइ आउनु हान्नु त्यहाँबाट केही हुन्न क्या ल ए लु कति छिटो आइपुग्नु भयो त हौ फोटो खिच्ने त हामी एकछिन ल उहाँ पौडे हुँदै हुनुहुन्छ एकछिन न आयो फाइटिङ खायो है बस्नेहरूले खायो अब चाहिँ सबैलाई खाइहाल्यो काली दाम त्यस्तो है पुरै ल त हेर्नु होला है त हजुर ल म त पहिलेबाट जम्सन त पुग्यो म ल अब चाहिँ हामीले आजको कार्यक्रम चाहिँ सिद्धाइसक्यौँ दिनभरि खेल्यो पौडी आज चाहिँ लगभग हामी कति घन्टा खेल्यौँ सर हामी कति 3 घन्टै खेल्यौँ नि जानु 12 साढे 13 झरेको 1 बजीतिर झरेको होला 4 बज्न आँटिसक्यो बजी नै सक्यो भनौँ भिडियो अन्तिमसम्म हेरिदिनु भयो र यस्तो राम्रो ठाउँमा चाहिँ हामीले आजको दिन कटायौँ थ्याङ्क यू सो मच फेरि अर्को नयाँ भिडियोमा भेटौँ ल धन्यवाद